नमस्कार साथीहरू, तपाईहरु सम्पूर्णलाई। आज मैले एउटा काल्पनिक कथा लिएर आएको छु। गाउँको गरिब केटाको कथा लिएर आएको छु। नाम रहेको छ अर्जुन। तपाईहरु सम्पूर्ण ध्यान दिएर सुन्नु होला। यो एउटा कथा मात्र होइन, सत्यता लुकिएको छ। पहाडको काखमा एउटा सानो गाउँ थियो। नाम थियो सिरानीको डाँडा। गाउँ सुन्दर थियो, तर त्यहाँका मानिसहरूको मनमा धेरै पीडा लुकिएको थियो। त्यस गाउँमा बस्थ्यो एउटा गरिब किसानको छोरा अर्जुन। ऊ सानो घरमा बस्थ्यो। आमा बुवाको एक्लो सहारा थियो। बिहान घाँस काट्ने, दिउँसो खेत जोत्ने अनि बेलुका गाउँको चौतारीमा बसेर बाँसुरी बजाउने उसको बानी थियो। गाउँकै धनी मान्छेको छोरी माया अर्जुनको बाँसुरीको धुन सुनेर मनमनै उसलाई मन पराउँथे। तर समाजले गरिब र धनीबीच ठुलो पर्खाल बनाइदिएको थियो। एक दिन गाउँमा ठुलो पहिरो आयो। मानिसहरू भागाभाग भए। मायाको घर पनि पहिरोले बगाउन थाले। सबै डराएर टाढा उभिएको थिए। तर अर्जुन भने आफ्नो ज्यानको मतलब नगरी मायालाई बचाउन थाल्यो। उसले मायालाई सुरक्षित ठाउँमा पुर्यायो, तर आफू भने पहिरोमा परेर गम्भीर घाइते भएको थियो। त्यस दिनपछि गाउँलेहरूले पहिलो पटक बुझ्न थाले, मान्छेको मूल्य धनले होइन मनले हुन्छ। माया अर्जुनको हात समातेर रोइरहेकी थिए। अर्जुन मुस्कुराउँदै बिस्तारै भन्यो, माया, प्रेमलाई कहिले धनले जित्दैन, साँचो मनले जित्छ। त्यसपछि गाउँको चौतारीमा बाँसुरीको धुन सुन्न छोड्यो। तर अर्जुनको कथा आज पनि गाउँलेहरूले आँखा रसाउँदै सुनाउने गर्छन्। धन्यवाद।